सुरक्षित होस्, हाम्रो देशमा उद्योग धन्दा बजार यो पछिल्लो समय विज्ञान प्रविधिको पहुँच चाहिँ होस् हामी चाहन्छौँ। त त्यसो हुनाले विचार माथि हो कि तल हो, त विचार बिना देश बन्दैन। देश भनेर जान्नको लागि पनि विचार त हुनु पर्यो, विदेश भनेर जान्नको लागि पनि विचार हुनु पर्यो। त्यसो हुनाले हामी के भन्छौँ जनसमुदाय भने यो तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद नेपालको यो सडक धरना अपिलबाट हामीले यस्तो एउटा सिद्धान्त प्रस्तावित गरेका छौँ। संसारभरिका ठुल्ठुला सिद्धान्त एकदम अभिवादन छ, सार्वभौम तहमा ती वैज्ञानिक हुन सक्छन्, हामीले पनि अध्ययन गरौँ, त्यसबाट लाभ लिन सकौँ। हामीले के भनेका छौँ भने मुख्यतः नेपाल पढ्ने सिद्धान्त, मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा विकसित नेपाली किसिमको समाजवादी लोकतन्त्र हामीले भनेका छौँ। त्यसलाई कोही विस्तृतमा कोही संक्षेपमा या पर्चा पुस्तक बनाएर हामी सुरुदेखि नै राखेर वितरण गर्दै, यो पर्चा चाहिँ अलिक सस्तै पर्ने हुनाले निःशुल्क, यो पुस्तक चाहिँ अलिक बढी पैसा परेको हुनाले ब्रह्माण्डीय विचारधाराको समाजवादी लोकतन्त्र सशुल्क गर्दै आएका छन्। र त्यसो गर्दा चीन, उत्तर छिमेकी चीन पनि पढ्नै पर्छ, दक्षिण छिमेकी भारत पनि पढ्नै पर्छ, उता उता कता हो सबै पढ्नै पर्छ। पृथ्वीको मात्र होइन, पृथ्वी बाहिरको सौर्य परिवारबारे पनि, सौर्य मण्डलबारे पनि हामीले जानकारी राख्नै पर्छ। त्योभन्दा अझै पर अथवा माथि आकाशगङ्गाबारे पनि हामीले जानकारी राख्नै पर्छ। त्योभन्दा धेरै माथि अथवा पर ब्रह्माण्डबारे पनि हामीले जानकारी राख्नुपर्छ। तर मुख्यतः नेपाल पढ्नु पर्यो। हामीलाई कस्तो लाग्छ भने आरोपै त गरिन हालौँ, यो देश बिगार्नेहरू जोले बिगारे शासन सत्तामा पुगेर बिगार्दै आए, विदेशमा पढ्नेहरूले नेपाल बिगारे। पढ्नुपर्छ विदेशमा पनि, स्वदेशमा पनि। त्यहाँ पढेर आउनेहरूले देश बिगारे। अमेरिकामा पढेर आउने अर्थमन्त्री हुने, अनि लुटलाट पार्ने, एमसीसी लागू गर्ने, देशद्रोही एमसीसी एसडीपी गर्ने। त्यसो हुनाले हामीलाई के चाहियो भने मुख्यतः नेपाल पढ्ने, चीन पनि पढ्ने, भारत पनि पढ्ने, तर मुख्यतः नेपाल किन पढ्नु पर्यो जनसमुदाय भने नेपाल बुझ्नु पर्यो। नेपाल बुझ्नको लागि मुख्यतः नेपाल पढ्नु पर्यो। हामी यहाँ दलित छौँ लाखौँको सङ्ख्यामा, हामी यहाँ मधेसी छौँ लाखौँको सङ्ख्यामा। अरू देशतिर के हो छाडिदिउँ, हामी यहाँ राउटे छौँ, जङ्गलवासी, जङ्गलको चाहिँ अब किसानको रूपमा अहिले पनि उहाँ सिकारी किसानको। हामी यहाँ कुसुङ्गा छौँ नेपालमा, जसको भाषा मातृभाषा बोल्नेको सङ्ख्या अब 1 दर्जन पनि जीवित छैन। विभिन्न छौँ। हामी यहाँ आयु छौँ, जसको जनसङ्ख्या 300 मात्रै छ अरे। हामी यहाँ खस छौँ, ब्राह्मण छौँ, जनजाति आदिवासी विभिन्न छौँ। यो बुझ्नु पर्यो। त्यसको लागि मुख्यतः नेपाल पढ्नु पर्यो। मुख्यतः नेपाल पढ्ने भनेको मुख्यतः नेपाल बुझ्ने, नेपाली समाज बुझ्ने। मुख्यतः नेपाल बुझ्ने भनेको मुख्यतः नेपाली समाजको अथवा राज्य व्यवस्थाको परिवर्तन गर्ने। यहाँको वर्ग, यहाँको लिङ्ग, यहाँको जात जाति, यहाँको क्षेत्र र यहाँका देशभक्तहरूको पक्षमा यो गणतन्त्रलाई बनाउनु पर्यो। बाँदरको हातबाट छुटाएर यो गणतन्त्रलाई जिम्मेवार देशभक्त सभ्य मानिसको हातमा ल्याउनको लागि मुख्यतः नेपाल पढ्नुपर्छ। हाम्रो मूल सिद्धान्त यही, तेस्रो जनआन्दोलनको मूल सिद्धान्त यही। हामी मार्क्सवाद पढ्छौँ, लेनिनवाद पढ्छौँ, माओवाद पनि पढ्छौँ। हामी
यो उदार पुँजीवाद पढ्छौँ, यो लोकतन्त्रका पुँजीवादका तमाम पढ्छौँ, हामी गान्धी पनि पढ्छौँ, सुभाष चन्द्र बोस पढ्छौँ, जसले आजाद हिन्द फौज बनाएर भारत स्वतन्त्रतामा ठुलो योगदान गरेका थिए। हामी डाक्टर अम्बेडकर पढ्छौँ, जसले शूद्रहरूलाई शूद्रको अवस्थाबाट मुक्ति दिन दलितको रूपमा भारतीय संविधानमा व्यवस्था गर्दै आफ्नो अभियान पनि गर्नुभयो। हामी सबै पढ्छौँ र नेपालमा हामी पुष्पलाल श्रेष्ठ पढ्छौँ, बिपी कोइराला पढ्छौँ। त्योभन्दा पहिला तमाम इतिहास हामी पृथ्वीनारायण पढ्छौँ। हाम्रा त्यसमा टिप्पणीहरू छन् जसको निराकरण बाँकी छ। त्यो निराकरण हामी गर्नेछौँ। के आधारमा भने मुख्यतः नेपाल पढ्ने सिद्धान्तको आधारमा। हामी जङ्गबहादुर राणा पढ्छौँ, भीमसेन थापा पढ्छौँ, हामीले पढ्नुपर्छ। र मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा समाधानका उपायहरू के हुन् हामी खोज्छौँ। त्यो उपायको रूपमा अन्तर्राष्ट्रिय स्तरमा विकसित विभिन्न दर्शन, विज्ञान, सिद्धान्तहरूबाट पनि हामी सहयोग लिन चाहन्छौँ। छुट्टै टापु भन्ने कुरा भएन। चीनको हामी ताओ दर्शन पढ्छौँ। भर्खरै एकजना मित्रले अनुवाद गर्नुभएको छ नेपालीमा ताओ दर्शन सम्बन्धमा। हामी कन्फ्युसियस दर्शन पढ्छौँ। हाम्रो उत्तर छिमेकी बुद्धको समकालीन थिएछन् कन्फ्युसियस। त्यसबाट हामीलाई धेरै शिक्षा मिल्छ, हामी लिन्छौँ। त्यसपछि हामी डाक्टर सन यात्सेन पढ्छौँ, जसको नेतृत्वमा सन् 1911मा यहाँ राजतन्त्र अन्त्य गरेर गणतन्त्र चीन स्थापना गरियो। त्यसपछि हामी माओ त्से-तुङ पढ्छौँ। अहिले त्यहाँ सी जिनपिङ राष्ट्रपति हुनुहुन्छ, उहाँलाई पनि पढ्नुपर्छ। दक्षिण छिमेकी भारतको कार्यकारी प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीजी हुनुहुन्छ, उहाँ पनि हामी पढ्छौँ। तर मुख्यतः हामी नेपाल पढ्छौँ। र यो फिडब्याक छ काठमाडौँबाट, सडक धर्ना अपिलबाट। हामी एकजना साथीले अस्ति भन्दै हुनुहुन्थ्यो, युवा हुनुहुन्थ्यो, देश मरिरहेको छ, जनता मरिरहेका छन्, शासकहरू त्यो उहिले निरो जस्तै बाँसुरी बजाइराखेका छन्। यो त टिप्पणी भयो, त्यो टिप्पणी सही हो। अब देशको आँसु पुछ्ने, जनताको आँसु पुछ्ने जिम्मेवारी पनि फेरि हामीलाई निर्वाह गर्नुपर्छ। यो सराप्ने मात्रै काम गर्यो भने के हुने भने यो दक्षिण एसियामा विभिन्न कथाहरू छन्, पौराणिक कथाहरू। त्यसमध्ये एउटा भस्मासुर भन्ने पात्र हामी सुन्छौँ। भस्मासुरलाई यस्तो वरदान प्राप्त भयो जसले अरूको थाप्लोमाथि टाउको राख्दा त्यो भस्म हुन्थ्यो। महादेवले वरदान दिए रे। अनि भस्मासुरले यो महादेवले दिएको वरदान जसको थाप्लोमा हात राख्छस् त्यो भस्म भइजाओस्, त्यसलाई परीक्षण गर्न टेस्ट गर्न खोजेछन् अरे महादेवकै थाप्लोमाथि। महादेव भाग्दा भाग्दा भयो भन्ने हामी कथा सुन्छौँ। त्यो भस्मासुर चिन्तनले हल गर्ने हामी यहाँ न्यूनतम 10 जनाको टोली यो व्यवस्थापन गर्नु पर्यो, आउनु पर्यो, जानु पर्यो, प्रचार गर्नु पर्यो। न्यूनतम 10 जना भनियो। र अस्ति छलफल गर्दा यसको यो धर्ना कार्यक्रमको तयारीको बेलामा छलफल गर्दा साथीहरूसँग आग्रह गरिएको छ हामी अनिश्चितकालीन बस्नेछौँ। निश्चित गरिएको चाहिँ आउने चैत्र 24 गतेसम्म। त्यसपछि हामी चैत्र 24 गते समीक्षा गर्छौँ। बताओ के हो, कसो हो, कसरी हो। हामीले भन्यौँ साथीहरूलाई, यसको यो व्यवस्थापन टोलीका साथीहरूलाई, यो सडकमा 10 काम छोडेर धर्ना बसिसकेपछि सबभन्दा पहिला तपाईँले राष्ट्रिय चिन्तनको विकास गर्नुपर्छ। राष्ट्रिय चिन्तन गर्नुपर्छ। तपाईँले
तपाईँले राष्ट्रिय संगठक बन्नुपर्छ र तपाईँले राष्ट्रिय व्यवस्थापक बन्नुपर्छ। फलाना ओलीजीले बर्बाद गरे, तपाईँ हामी चाहिँ के गरिरहेका छौँ? हाम्रो हातमा बाँधिया छैन, स्वर्ग गिरी पनि फालिया छैन। हामीले सोच्नु पर्यो, हामीले राष्ट्रिय चिन्तन गर्नु पर्यो। त्यसको लागि मुख्यतः नेपाल पढ्ने सिद्धान्त हो। प्रचण्डले यो गरे त्यो गरे, अब त्यहाँबाट केही झर्नेवाला छैन भन्ने हामीलाई लाग्छ। शेरबहादुर देउवाले यो गरे त्यो गरे त गरेनन्। अब शेरबहादुर देउवाको भण्डाफोर गरेर केही निस्कनेवाला छैन। इतिहासमा उहाँहरूको योगदानको लागि धन्यवाद दिउँ। यिनीहरूले गरेनन्, म गर्छु भनेर कोही साथी आए, ती साथी त झन् बेकार भन्ने पनि छ।